संसारमा विभिन्न थरीको सम्बन्धहरू छ अनि ती सबै सम्बन्धहरूमध्ये एउटा अति नै मिठो सम्बन्ध साथीको सम्बन्ध हो। अनि यस्तै मेरो अति नै प्रिय साथी प्रमोद जो युएसबाट केही समयलाई घरमा छुट्टी बिताउन आए अनि फेरि उतैतिर फर्किँदै गरेको यो छोटो समयलाई सम्झना स्वरूप यहाँ साझा गरिरहेको छु। आज कति तारिक आज 14 तारिक जनवरी 2026। प्रमोद सरको 1.5 महिनाको छुट्टी पनि यसरी नै बितिहाल्यो होइन। अब सालबढीबाट अब सर घर वापसी डलस टेक्सस युएसतिर गइरहेछ। सरलाई कस्तो भयो योपालिको अनुभवहरू? एकदमै यो एकैछिन बित्यो होइन। मेरो अब के त छुट्टी थियो, सो म अलिक बस्न चाहन्थेँ तर भएन, साथीसँग समय स्पेन्ड गर्न सकिनँ। एकदम सरी, नेक्स्ट टाइम अब भेट्नेछौँ होइन। त्यही छ कुरा, यस्तै छ अब होइन। अब डलसतिरै भेट्नु पर्ला होइन। अब के गर्नु, अब यो यहाँ देश त यस्तो छ होइन, मैलाघारी अब जस रमाइलो भयो होइन। रेली मिस गरिरहेको छु होइन। अब मेरो परिवार, मेरो साथीहरू त्यस्तै छ। आफ्नो देश छोडेर अन्य कुनै देशमा जीवन बिताउन कसलाई पो रहर हुन्छ र? तर समय अनि परिस्थितिलाई भने छेकेर पनि कहाँ छेक्न सकिँदो रहेछ। तर जे होस्, हृदयबाट गाँसिएको सम्बन्ध भने जति नै टाढिए तापनि हृदयभित्र नै बाँचिरहँदो रहेछ। हामी ऱ्यापिडो गरेर थ्याङ्क यू। अब यहाँ चाहिँ बागडोग्रा एयरपोर्ट अब आइसक्यौँ। अब अहिले हाम्रो चाहिँ 6:50 हो, अहिले 4 बजे। 1 घन्टाको समय छ। यसो एकछिन रिफ्रेस हुने सरलाई हेर्दै हुनु म तानिहाल्छु नि होइन। केही समय यहाँ विश्राम गरे पश्चात चाहिँ यो हवाई अड्डाबाट सरको प्रस्थान हुनेछ होइन। कहाँ आएको सिधै यता टोइलेट पढिरहेको त्यस्तो कहाँ हो सर? यही हो पारा यता हो नि त। थ्याङ्क यू, तिमीलाई धेरै धेरै धन्यवाद होइन। तिमीले जोड सपोर्ट गरेको छौ, म पनि तिमीलाई सपोर्ट गर्छु होइन। ओके, आई अलवेज स्ट्यान्ड विथ यु ल। थ्याङ्क यू। असल साथी पाउन धेरै गाह्रो छ, तर जसले पनि पाउँदछ त्यो साँच्चै गर्व गर्ने कुरा बन्दछ। किनभने असल साथीले मात्र हरेक सुख दुःखमा साथ दिँदछ। यसरी हामी एका दोस्राले हरेक परिस्थितिमा साथ दिने बाचा गर्दै आजलाई हामी छुट्यौँ, भोलि फेरि भेट्नलाई।